आँसुको सिँचाइ वेदनाको खेती हृदयमा पीडा सुसाइ बग्छ सेती आँसुको सिँचाइ वेदनाको खेती हृदयमा पीडा सुसाइ बग्छ सेती लीलाम भयो खुसी बन्दगी भो हाँसो खै कसरी सुक्ने होला यो चेलीको आँसु खै कसलाई सुनाऊ म वेदनाको कथा हृदय जले पनि भन्न पाइन था आँखाभरि आँसु बोकी देखाउनु छ हाँसो खै कसरी सुक्ने होला यो चेलीको आँसु खै कसलाई सुनाऊ म वेदनाको कथा हृदय जले पनि भन्न पाइन था आँखाभरि आँसु बोकी देखाउनु छ हाँसो खै कसरी सुक्ने होला यो चेलीको आँसु वेदनाको आगो बल्छ छातीभित्र जल्छ सपनाको महल पनि विपनामा ढल्छ न त उठ्न सक्छ जीवन जिन्दगी भकासो खै कसरी सुक्ने होला यो चेलीको आँसु हे चेली त्यस्तो बैगुनीको घर परेर आफ्नो जवानी खेर नफाल मैले भनिदिएको छु बेलैमा बुद्धि पुऱ्याए स्यालको मुखमा परिस्याएको आरा खोज्न यो कहाँबाट मुन्टेछ जाउँ केटा आज कुनै दिन गरौँला यसको कार्यक्रम आफ्नो बुढो घरमा छैन भन्दैमा मेरो बुढोसँग काम चलाउनु खोजेस् तँलाई चरित्र हिँड्न केटी लाउरिनी आमा मेरो कुरा त सुन्नुस् औ त गराउँछस् चुप लाग खै दाइ उहाँको केही खबर मलाई पनि थाहा छैन कति मेन पावर आइसके तर पनि केही हत्तोपत्तो छैन उहाँलाई केही भयो कि भन्ने डरले मन साह्रै आत्तिरहन्छ तपाईँ कहाँ हुनुहुन्छ छिटो मेरो घरमा आउनुहोस् न प्लिज पारस ओ पारस भाइ गयो निस्किनु बाहिर सब सुनिसके हेल्प गर न यार अब त के टेन्सन लिन्छ हौ बस अब तिम्रो भाइको पनि भिसा लगाइसकेछ ओहो झन् खोज्नु भयो जे भयो किन चाहियो तिमीलाई गइहाल मेरो घरबाट कहाँ गयो मेरो खोइ घडी खोइ लाउनु पर्यो म चाहिँ के चाहिन्छ भयो भयो धेरै नाटक नपाएर छिटो जाउँ मेरो आँखामा आएको हो त यही कुरा फेरि हुनसक्छ ल ल कहाँ गयो घडी मन लाग्यो त्यतिको मुटु रहेछ फेरि घडी ल लाग्यो ल ल छिटो चार जानुपर्छ
आउनुहोस् न के बस छुट्छ ल ल ल म आएँ जाउँ न नि अब कति हतार गरेको होला नुहाउँदा केस नझरोस् हिँड्दा ठेस नलागोस् मेरो छोराको आयु चिरञ्जीवी भएस् विदेश गएर आमालाई दिदीलाई नबिर्सियोस् सकुशल फर्केस् मेरो भाइको हरेक पाइलाले सफलताको शिखर छुमोस् चिताएको आँटेको सबै कुरा पुरा होस् मेरो भाइलाई कुलदेवताले रक्षा गरून् ल दिदी हामीलाई राम्रोसँग हेर्नुहोस् मेरो केही चिन्ता लिनु पर्दैन म काठमाडौँमा साथै घर बास बस्छु म पुलिसको हजुरलाई तुरुन्तै फोन गरिहाल्छु आमा भाग्यमानी होस् छोरा आफ्नो ख्याल राखेस् राम्रोसँग चाहिँ आमा चिन्ता नगर्नुहोस् भाइ गए पनि म छु नि नरुनुहोस् आमा गौरी ए गौरी एक गिलास चिसो पानी लिएर आऊ न बसन तिमी पनि बसन बस्दिनँ म उता बस्छु म ए बुढी तिमीलाई एउटा कुरो थाहा छ काठमाडौँतिर त आजभोलि जेनजी आन्दोलन चलिरहेको छ अरे नि त्यहाँ त सयौं आन्दोलनकारीहरू घाइते भयो अरे कतिको त मृत्यु पनि भएको छ अरे कसले भनेको तपाईँलाई मैले गाउँमा सुनेको आमा हो र कसको सन्तान पर्यो होला है त्यहाँ परेका मान्छेका आफन्तहरूलाई कस्तो भइरह होला है यो कुरा साँचो हो कि झुटो होला मलाई त कस्तो खुल्दुली भइसक्यो डाटा अन गर्नु त फेसबुकमा हेरौँ ल बुढी ल ए बुढी एउटा न्युज आएछ नि हेर्दा हेर्दै ओखै म पढ्छु है त जेनजी आन्दोलनका क्रममा चम्बकपुर गाउँपालिका 22 वर्षीय एक युवाको मृत्यु हालसालै विदेश जानको निम्ति काठमाडौँ आएका चेतन मैनालीको आन्दोलनमा गोली लागेर मृत्यु भएको छ ए गौरी के भयो तिमीलाई किन टोलाइ राखी
तपाईँलाई थाहा छ बुढा अस्ति यस्तो कुरा भएको थियो हे भगवान् यो के सुन्न पर्यो दुखीलाई झन् दुःख पर्यो अलिकति सुख पाएला कि भनेर बसेकी थियो अहिले त्यो चेली फेरि के आपत आइलागेछ ए गौरी एकपल्ट चेलीलाई फोन गर त के रहेछ कुरो बुझिन्छ मन छैन अलि सानो सानो गाँसले हुनु हवस् आमा बिस्तारै बिस्तारै खानु काकी को रहेछ चेली के गर्दैछस् त काकी म आमालाई खाना खुवाउँदैछु किन र काकी तँलाई एउटा कुरो थाहा छ के कुरा काकी ल यता सुन के भयो भाइलाई के भयो भने के भयो भाइलाई के भयो कहिले नफर्किने गरेको लौ के भयो यो त रुनको थाली रुवा बासी गर्न थाली त के भयो बोल्दा पनि बोल्दिन फोनमा
के हुनु डाक्टर चितो लानु पर्यो ल भाइ ल चितो ल बाटो पाउँदैन रे क्या आमा भयो के हृदयमा पीडा सुसाइ बच्छ सेती आँसुको सिँचाइ वेदनाको खेती हृदयमा पीडा सुसाइ बच्छ सेती लीलाम भयो खुसी बन्दगी भो हाँसो खै कसरी सुक्ने होला यो चेलीको आँसु राम नाम सत्य हो 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 वेदनाको आगो बल
सुत्दा ढाड पनि गइसक्यो बुढाबुढी भएर बाँच्नु पनि साह्रै गाह्रो हुँदो रहेछ आमा के भयो तपाईँलाई हेर्नुहोस् न तपाईँलाई म कति धेरै दबाईहरू ल्याइदिएको छु डाक्टरले छिटो खाइहाल्नु भन्नुभएको छ आफू सानो नुहाउँदा केस नझरोस् हिँड्दा ठेस नलागोस् मेरो छोराको आयु चिरञ्जीवी भएस् विदेश गएर आमालाई दिदीलाई नबिर्सियोस् सकुशल फर्केस् यहाँको आमा छोरीलाई मैले जान्छ के गर्नु पर्यो यहाँको आमा छोरी के गरेर बसेको लाज छैन अर्काको ऋण खाएपछि ढुक्कले घरमा बसेछ अलि शरम पनि हुनु पर्यो नि त ऋण खाएपछि मजाले घरमा भन्नु हुँदैन हुँदैन धेरै खेप मैले सुनिसकेँ यस्तो बिन्ती त कति खेप आयो अलि बढ्छ म केही सुन्नुवाला छैन बट तालचा लगाएर अब जबसम्म यो ऋण चुक्ता हुँदैन यो तालचा खोल्नेवाला छैन गए हुन्छ आशा नगर्नु छोरी अब म कहाँ जानु तपाईँ चिन्ता नगर्नु म छु त तपाईँलाई म मेरो घरमा लगेर जसरी भए नि पाल्छु आमा छोरो विदेश गएको अत्तो पत्तो छैन साउले घरमा ताल चलाइदियो अब म कहाँ जानु आमा चिन्ता नगर्नु म छु त छोरो गयो नि तपाईँको छोरी छ नि आमा तपाईँलाई म मेरो घरमा लगेर पाल्छु चिन्ता नगर्नु आमा तपाईँ चिन्ता नगर्नुहोस् म स्वयंसेविका दिदीलाई फोन गरिहाल्छु हेलो स्वयंसेविका दिदी हेर्नु न मेरो आमालाई के भयो एक्कासी मुखबाट रगत निकाल्नु भयो तपाईँ जसरी भए पनि छिटो यहाँ आउनु न है हस् आमा तपाईँ नआत्तिनुहोस् मैले फोन गरेको छु अब आउनुहुन्छ खोइ स्वयंसेविका दिदी पनि यतिसम्म आउनु भएन के भयो आमालाई के भयो आमा
आमालाई कहिलेबाट यस्तो भएको? कसरी यस्तो भएको नानी? आमा पहिल्यैदेखि मुटुको रोगी हुनुहुन्थ्यो, निरन्तर औषधि खाइरहनु भएको थियो। अहिले केही समस्याको कारण औषधि किनेर खुवाउन सकिनँ, त्यही भएर यस्तो भएको उहाँलाई। यस्तो गर्नु हुँदैन नि। औषधि भनेको कहिले पनि छुटाउनु हुँदैन। एकल फोन गर्न सक्दैन मलाई? मैले औषधि खुवाउँछु, आमालाई तागत हुने औषधि लिएर आएको छु है आमा। यो औषधि खुवाउँछु म आमालाई, केही हुन्न आमालाई। गर्नुहोस् आमा। अब एक बिरको बिहान 2 बिरको, बेलुका 2 बिरको खुवाउनु ल आमाले। है नानी? आमाले पनि खानुपर्छ। औषधि भनेको कहिले पनि बिर्सिनुहुन्न खानलाई। आफ्नो शरीरको हेलचाक्री गर्नुहुन्न नि आमा, है? छोरीको पनि मुख हेर्नु पर्यो हजुरले। यहाँ औषधि लिएर आएको छु, औषधि खुवाउने हो है नानी? बिहान बेलुका दिउँसो मैले लेखिदिएको छु, त्यो खुवाउने है। रोगीलाई औषधि छुटाएर राख्नुहुन्न नि त नानी, त्यही भएर आमालाई गाह्रो भएको। जति सक्दो चाँडो सहर लगेर उपचार गर्नु पर्यो। मैले 2-4 दिनको लागि औषधि दिएको छु, त्यो औषधि खुवाएर चाँडो भन्दा चाँडो सहर लगेर उपचार गर्नु पर्यो नानी। दिदी, आमालाई सहर लगेर उपचार गर्न कति खर्च लाग्छ? उपचार गर्न त धेरै लाग्छ नानी। तिमीले त्यो पैसा कहाँबाट जुटाउँछौ? कसरी जुटाउँछौ? लाखौँ लाख जान्छ नानी। के गर्छौ तिमी? यताउति मेसो मिलाएर पैसा जुटाएर छिटो उपचार गर्न लिएर जाऊ है। नत्र भएदेखि आमालाई गाह्रो हुन्छ यो भन्दा पनि है। ल अहिले म जान्छु, अन्त पनि जानु छ ल आमा। म गएँ है, आफ्नो केयर गर्नु ल। चेलीको आँसु पुस्नु पर्ने ठाउँमा उल्टो म आफै बोझ बनिदिएँ। यति धेरै रोग लागेर पनि म किन मर्न सकिनँ? हे भगवान्, मलाई लैजानुहोस्। मेरो छोरीले त सुख पाउँछ। आमा, तपाईँ केही चिन्ता नगर्नु। तपाईँको औषधि उपचार खर्च म जसरी भए पनि जुटाउँछु। तपाईँ पिर नगर्नु आमा। वेदनाको आगो बल्छ, छातीभित्र जल्छ। सपनाको महल पनि विपनामा ढल्छ। न त उठ्न सक्छ जीवन, जिन्दगी भकासो। खै कसरी सुत्ने होला